हुन्छ क्या। नमस्ते, मेरो नाम महेश भट्ट हो। सर्वप्रथम सरलाई धेरै धेरै धन्यवाद। हिजो मेरो दिउँसो 3 बजेको थियो सिफ्टमा। क्वेसन ठिकै थियो, त्यति गाह्रो थिएन। सर र क्वेसन भन्छु हैन। मेरो 1 नम्बरमा चाहिँ एयर सुफ्री गनको आएको थियो, त्यो फनेसु लगाउँछ भन्ने। 2 नम्बरमा चाहिँ अकेको थियो, कागको चित्र एरो देखाएर। 3 नम्बरमा चाहिँ पुरानो बुकबाट त्यो ट्याक्सीको त्यो व्हाइटमा सेतोमा थियो नि, त्यो लाइट मात्र माथि हल्का देखि त्यो चाहिँ थियो। अनि चौथोमा फिनखान थियो 57-58 च्याप्टरबाट। कस्तो थियो भने कम्पनी केही अप्ठ्यारो परेर कम्पनी सधैँको लागि बन्द फेन भयो भने डर सिन्चाङ हाल्छु सुन्दा भन्ने थियो, फेनक्यान परिवर्तन गर्न निवेदन दिन सकिन्छ भन्ने थियो। अनि चौथोमा पनि पछाडिबाटै थियो समथिङ के थियो। त्यसपछि छेकेल हामेन साइन गर्यो भने कोरिया जानभन्दा पहिला तालिम लिन सकिन्छ भन्ने थियो, त्यो थियो। अनि 6 नम्बर चाहिँ तपाईँको आज दिन धेरै गर्मी नै छ, म घर पुग्ने बित्तिकै फारो धुन्छु शिष्य भन्ने थियो। अरू नमिल चाहिँ इमी आका अनि खुमान थियो। त मैले अनि दुईटा चाहिँ बिर्सेँ। अनि 9 मा चाहिँ औषधिको त्यो खानेको थियो, खाना खाएपछि 30 मिनटपछि औषधि खानु भन्ने थियो। तर एन्सरमा चाहिँ औषधि खानुभन्दा पहिला खाना खानुपर्छ भन्ने थियो कि अरू नमिली थियो। अनि 10 नम्बरमा चाहिँ मिचुल थियो। मिचुल चाहिँ एकदम सजिलै थियो, रोको एको अनि उल र गाको थियो। आज छनुन छिबे इस्सयो भन्ने थियो। अरू चाहिँ नमिल्ने रो कम्पनीमा आज कम्पनीमा काम छ, रो लाएर काम छ भन्ने थियो। अनि फर्मुल तातुते हो भन्ने थियो 3 मा। अनि 4 मा चाहिँ के सिरह्यो भन्ने थियो, गा थियो उरु भयो भन्ने थियो। अनि दुईटा चाहिँ बिर्सेँ। अनि 13 मा चाहिँ मियागबुकको बारेमा थियो। सुरुमै भनेको थियो मियागबुक पकाउने फाङबक यस्तो छ भनेर माथि नै भन्यो। अनि तर यो हाल्नुपर्छ अनि लास्टमा यो हाल्नुपर्छ यता। अनि मियागबुकको सोगेर योरी फाङबक भन्ने थियो, योरी फाङबक माथि नै भनेको थियो। अनि एन्सर पनि त्यही थियो कि त्यो थियो। अनि 14 मा चाहिँ खोङसाजाङको थियो, निर्माण स्थलको। किनभने खोङसाजाङमा काम गर्ने क्रममा टाउको सुरक्षाको लागि चाहिँ आन्जन हो, अनि खुट्टाको लागि चाहिँ आन्जन भएर अग्लो ठाउँमा काम गर्दाखेरि आन्जन दिन लाउने कुरा बिर्सन हुँदैन, नबिर्सिने कुरा राम्रो हुन्छ भन्ने थियो। आन्जन बोक छाक्यङ भन्ने थियो त्यसको एन्सर। अनि 15 मा चाहिँ क्यान्टिन र खिसुक्साको मिलाएर दिएर र कम्पनीले चाहिँ सेवा सुविधा चाहिँ खिसुक्सा र क्यान्टिन दिएको छ भन्ने थियो, अरू नमिले थियो। अनि 16-17 नम्बर के थियो विषय। 18 मा चाहिँ मजुङ सापको चित्र थियो, यता चित्र देखाएर यता लेखेर उता चित्र देखाएको थियो। अनि 19 मा खोङसाजाङको थियो खेवराङ पुल अनि ड्याम यिनी बनाउनको लागि काम गर्छ भन्ने थियो। अनि खन्सरब थियो कि खोङसाजाङ थियो। 19 र 20 मा लगातार थियो। अनि 20 मा फेरि नयाँ घर बनाउने, पुरानो घरलाई भत्काएर हटाउने यो गर्ने काम गर्छ भन्ने थियो। दुईटा खन्सरब र खोङसाजाङ दुईटा एन्सर थियो 19-20 मा, त्यही थियो। अनि 21 देखि 24 सम्म सुनेर दिनुपर्ने थियो, यहाँ नर्मल जस्तै 21-22 जस्तै 24 सम्म। अनि 25 मा चाहिँ मलाई फान्जे औँठीको चित्र देखाएको थियो। अनि 26 मा ट्याक्सी चढेको, यहीँ योभन्दा पहिला यहीँ आएको थियो एकचोटि ट्याक्सी चढेको, ठ्याक्कै ढोका खोलेर त्यही थियो। अनि 28 मा चाहिँ मोटरसाइकल चलाइरहेको थियो। 29 मा नर्मल यहाँ जस्तै दिने लेखेको थियो। 30 देखि 33 सम्म ब्ल्यान लिसिङ थियो। 34 मा फेरि खुमन छोकीको बारेमा दिएको थियो, कन्भर्सेसन लामै थियो कन्भर्सेसन। रातिमा काम गर्ने बेला चाहिँ खुमन छोकी चाहिँ अनिवार्य लगाउनु पर्छ भन्ने चाहिँ एन्सर थियो। अनि 34 मा चाहिँ उद्या थियो अघिल्लो च्याप्टरको त्यो आदित्य सिले चाहिँ अघि पहिलेदेखि नै राम्रोसँगले इमान्दार पनि काम गर्नुभएको थियो, अब पनि गर्नुहुन्छ। अनि छोटो थियो। त्यसपछि एन्सरमा चाहिँ त्यसले के भनेको साउजी धन्यवाद, के साउजीले प्रशंसा गरेकोमा धन्यवाद भन्ने पनि छोटो थियो कि एन्सर एकदम सठिक थियो त्यो। अनि 35 र 36 मा चाहिँ दुईटा घडीको चित्र आएको थियो। अनि 36 र 37 मा। अनि त्यसपछि 38 मा चाहिँ केटाले केटीलाई किन फोन गरेको भन्दाखेरि छाता साप बाहिर पानी पऱ्यो यताउति थियो, छाता सापट पार्न फोन गरेको थियो। 39-40 नर्मल कन्भर्सेसन मात्र थियो केटा र केटीको।